बेहुलालाई मैले यही बोलाएँ म भेट्न जानै परेन बेहुलालाई हेर्छु त हेर्छु बसेँ गाइज गुड मर्निङ सबैलाई स्वागत छ मेरो च्यानलमा म आफ्नो भ्लग हेर्दै बसिरहेँ ल हजुरले खाना खानु भयो कि भएन है म त ठ्याक्कै खानासँग पनि खान्छु हिजो बिहेमा गएर आएँ दौरा सौरा लाथेँ कस्तो देखाएको छ प्लिज भन्छु त कमेन्टमा ओके कपालले थोरै काटेको ढाकाटोपी लाम्रो साथै फेरि अस्ति नै लगाएको खोइ राम्रो देख्यो कि देखेन त मलाई थाहा भएन त्यसो भएर चाहिँ मैले चाहिँ कपाल यसपालि ढाकाटोपी नलाइकनै हिँडेको क्या कपाल यत्तिकै राखेर बिस्तारै बढ्दै जान्छ नि जे कुरा नि गर्दै गयो सुहाउँछ नि त त्यो भएर आज चाहिँ फेरि पार्टी छ क्या साथीको हिजो पनि बेलुकासम्म यस्तो रमाइलो थियो राखा सुन्ने नसुतेर रमाइलो चाहिँ दामी भएको थियो अब आज पार्टीमा जानुपर्छ सृजनको त्यसो भएर ढक्क कोट सोट अब लङ कोट लाउँछु भन्ने सोचिरहेको छु हेर म कस्तो देख्छ म हजुरलाई देखाउँछु नि अस्ति नै पनि लगाएको देख्न त राम्रै देखाएको थियो अब अहिले पनि हेर्छु कस्तो देखाएको छ ओके खाना खाना भइसक्यो होला है मम्मीले खाना खान जाऊँ भन्नुभएको थियो म माथि चढ्छन् गयो म अब खानसाना खान्छु अनि ढक्क बस्छु मलाई बोलाउँदै नबोलाइकन मम्मीले बोलायो भनेर भनिदिनु भएर क्या बोलाउनु भएको थियो मलाई हिजो कस्तो देखाएको थियो दौरामा बेहुला भन्दा नाम देखाएको थियो अरे मम्मीले जी आफ्नो छोरो राम्रो छ म नराम्रो भएको भए नि मम्मीले अहिले मलाई राम्रो देखाएको छ भनिदिनु हुन्छ होइन बेहुला न्याउरे देखाएको थियो बेहुला भन्दा चक्को थियो ल मम्मीले जहिले भन्नुहुन्छ अब मम्मीले खाना खाँदै हुनुहुन्छ अब म पनि मम्मीले खाइसकेपछि चाहिँ खान्छु अनि आज पार्टीमा जानुहुन्न जानुहुन्छ त्यहाँ पार्कमा जाने हिजो अनि रत्तुल खेल्न जानुभयो कि खोइ फेरि हामी जाँदा कति बजी आउनुभयो 7 बजी हिजो रत्तुल पनि भएको थियो क्या मुनि तर हामी आउँछ हल्का ढिला भएको थियो त्यसबाट मम्मीहरू चाहिँ गइसक्नु भएको रहेछ मुनि बेलुका पनि रमाइलो भएको थियो क्या ब्यान्ड बाजा बजाएर यस्तो मजा आएको थियो अब अहिले पनि एकछिन म जान्छु सृजनलाई पनि भेट्नु मन छ हेर्छु ओके मैले चाहिँ खानसाना पनि खाएँ अनि मम्मीलाई कोट झिक्दैन भने क्या हामी चाहिँ लुगा मम्मीकोमा राख्ने गरेर छौँ अनि मम्मीको झन् रुमहरू चाहिँ मम्मीको लुगा अरे डस्ना अरे के मम्मीको रुममा झन् खै झिक्स्यो त हाम्रो त्यो मुनि घर बनाए चाहिँ एकचोटि बनाउनु भयो भने चाहिँ सोचेर बनाउनु है त्यो पानी सानी छिरेर ल्याङ हुँदो रहेछ यार हाम्रो त्यहाँ पानी सानी छिरेर कस्तो दिन्छ भने पहिले वाटरप्रुफ गरेर गर्नुपर्ने रहेछ थाहा थिएन होइन दराजहरूमा या त्यो यो होइन लङ्कोट भने अर्कै छ ऊ त्यो हो त्यो हो त्यो अनि पाइन्ट र ऊ सेम भन्नुभयो नि त मेरो त्यो कोडमा छ नि त अनि किन पाएँ छैन र सिम सिम खोइ कहाँ छ त्यो विशालको हो त्यो मेरो होइन मेरो त यो मात्रै हो त्यो विशालको हो त्यो कोड होइन नि खोइ फोर्छ कि हेर्नु त छैन यो अस्ति नै मैले लगाइसक्यो त मैले पाएको छु मैले पाएको छ र त्यो पो त्यस्तो कुलङ्गार जन्मियो हिरो मात्रै भएर हुँदैन रहेछ मम्मी सबैलाई चाहिने पैसा रहेछ हेर्छु त साङ्रो होइन ओहो मम्मीलाई ल मम्मीलाई हिरो नि दिँदैन रहेछ मम्मीको लुगा सुगा चाहिँ मिलाउनु भएको क्या सब मम्मीकोमा राख्नु सबैले अनि त्यो भएर ल मम्मीले हेर्छ नि कस्तो देखाएको ल त्यो आज ऊ यतिकै जानु न त त्यसो भए र हेर्छु न मम्मीलाई नाम देख्दो रहेछ हजुर सबजना टुवा पर्छ क्या मम्मीलाई यसो देख्छु देख्छु अब म पनि ढक्क लाउँछु कस्तो देख्छ राम्रो त राम्रो देख्छ जस्तो लाग्यो अस्ति न उसको दिदीको बिहे हुँदा पनि अर्को दिदीको त्यो आफ्नै पर्ने दिदीको लगाउँदा पनि राम्रो त राम्रो देखाएको छ फेरि हेर्छु कस्तो देख्छ के गर्थ्यो हुनुहुन्छ है हजुरहरू खाजा खानु भयो होला म त आज खाजै खानु पर्ने छैन साथीको बिहे छ अनि म चाहिँ जाँदैछु मम्मी कतिखेर आइसिन्छ आहा कतिखेर आइसिन्छ हजुर नजाने कहिले एकछिन 4 बजी सुरु भन्नु के सबैजना जान्ला ए ल ल ल मम्मीहरू पनि जान्ला मेरो भाइ तोर भन्न खोइ मामु अरे मेरो भाइ तिमी पनि जाने हो बेमा कोसँग जाने हजुर कोसँग जाने खुट्टा ल भाइ सबैजना जानुहुन्छ अरे भन्नुभयो मेरो मम्मी हजुर कतिखेर आइसिन्छ म जान्छु है त्यसो भए
खाजा बनाएर खानु भयो कि हो खाजा त अब बाबु यस्तै छ हाम्रो हरा खाजा बनाउनु ए यस्तै हो पान्दालाई बान्दालाई ल त ल म जाती गर्छ अहिले आउनु है छुटेपछि यसो हुन्छ काम गर्छ के कोही पनि हुन्छ है गजडा भ्यू हेर्नु न कस्तो बवाल देखेर आकाश निलो होइन 4:30 भएछ यसै घाम लागिरहेको क्या हेर्नु न ल क्या खतरा देखिरहेको यहाँबाट झन् बब्बाल निलो आकाश नि घाम पनि क्या खतरा लागिरहेको ल टलक्क टल्किरहेको हेर्छु माथि यो चाहिँ साइकल खेलिरहेको छु यहाँ ओए भाइ उडाइदिनु साइकल उडा त ठ्याक्कै हामी जान्ला थियो आज चाहिँ साथी पनि जाने भनौँ भन्दा चाहिँ अनि त्यो दुईजना जान लाग्यो सँगै बाइकमा ढक्क लगाएर अनि एकछिन ढक्क बाहिर हेरेको त खतरा भएर चाहिँ मौसम हेर्नु कस्तो बबाल देखिरहेको यत्तिकै झन् खतरा हामी चाहिँ अब ठ्याक्कै तेल हाल्दै सम्झौँ ठ्याक्कै जान लाग्यो कस्तो चिसो या त्यो पनि मैले टोपी बोकेर आएको थिएँ क्या चिसो हुन्छ भन्दा गाडी पनि भाबी हुन्थेन बाइकमा लास्ट चिसो हुयो भने अहिलेसम्म घाम मेरा जस्तो होइन अघि मैले देखाएको भ्यू क्या बबाल देखिरहेको छ भने झन् एउटा खतरा देखिरहेको घामले गर्दा ल हेर्छ अब ठ्याक्कै हामी जाँदैछौँ अनि उतै गएर गाइज हामी ठ्याक्कै आइपुग्यौँ पार्किङमा यस्तो उकालो थियो यार मैले त चढ्दिनँ भने आनन्द चढिदिरहेको सानै भाइहरू नि त सानै भाइहरू गएको थियो गएको थिएँ हामी पनि भर्खरै ठ्याक्कै आइपुग्यौँ कस्तो हिरो देखाएको कस्तो देखाएको छ भनेर मैले हिरो भन्दै ल हिरो देखाएको छ नि त मन्डप भेट्छु नि त लिने है खाने जाडो छ यार जाडो हेरेन घाम लगाइरहेको बाबा अघि देखाएको अहिले बोर्डले डिस्टर्ब गऱ्यो बोर्ड तारहरूले होइन अघि त बब्बाल देखाएको थियो नि त केटाहरू अब म फोन गरेर बोलाउँदैछु आउनु न कहाँ जानु ल बस्ने सु गरेर त्यहाँ आउनु है ओके म त्यहाँ हुन्छु ल ढक्क खान जाँदैछौँ हामी अनि यहाँ खिच्नुपर्छ फोटो फोटो सेसन हुन्छ बिग्दासँग क्या कुरा भएको थिएन हामी दुईजनाको ढक्क लगाएर ल यस्तो देख्छ जहिले पनि बेलुका मात्रै आइन्थ्यो क्या कति पछि हो कि अलिकति दिउँसो त के भन्नु अब राति नभएपछि आएको राम्रो देख्छ त्यहाँ चाहिँ पुरै फोटो सेसन र टिकटक हान्दिउँ क्या मैले गएर एउटा हान्दिउँ छिराउँ न त हो मम्मी हेर्छु नि त बोलाउनु भएर क्या मलाई यहाँ चाहिँ यहाँ हात थाल्नु भइरहेको थियो दर्शन खाइसक्नु भयो बस ल बसिरहेको ल मम्मी खाइदिनु भएको रहेछ ल म भन्दा अगाडि मम्मी आउनु भइसक्यो अब खाने मेरो एकदम प्यारो सबै ठिक नाचिदिनु भनेको ननाचिकन अस्ति चाहिँ बिहेमा होइन खतरा नाच्नु भइरहेको थियो सिजन उता जानुपर्छ खाजा खाँदैन भोग्लाएर यति खाँदा ठिक जान्छ गएर चाहिँ मलाई त पब्ल अङ्कलले ल्याइदिनु भएको त्यही बसिरहेको केटाहरूलाई पनि ठ्याक्कै भेट्यो लप्सु हिरो छ यहाँ अर्को ल बुढे भाइ ओ बुढे भाइ बालेले जित्छ होइन लप्सु ढक्क आउने
बन्टी भाइ हाम्रो बन्टी भाइ ठुलो बनिसक्यो त्यसले र थोत्तोरे यो पनि थोत्तोरे खायो भने चाहिँ यो पनि थोत्तोरे खाने हो ठिक्क हुन्छ रोस रोस ल ल ल खाइछु धेरै खाइछु है दुब्लो भइसिन्छ धेरै खाइछु बेहुलालाई मैले यही बोलाएँ म भेट्न जानै परेन बेहुलालाई हेर्छु त हट्ट त हेर्छुमा बसेँ के उता बस्नु हजुर चाहिँ उता हुनुहुन्छ हाम्रो सिजन चाहिँ यहाँ छ बेहुला जय गण्डी पुलिसको बारेमा यति लेख्यो होइन खतरा मान्छे बुढे बाले होइन जय ताराई ल काली भाइ भरे हो भरे मलाई हेर्नुहोस् त कस्तो मन अबेर भयो क्या हामी त अघि हामी यो नि खाइदियो हेर न खाने मन लाग्यो के गर्नु भयो ल कस्तो गरे धुवा जस्तो भइरहेको छ क्या बत्तीले पनि आएन त सबैजना ए यही मैले पिछा पिछा गरेर ल अबेर लाइट क्या लाइटले गरेर काल भाइ आम्बो दादा ओ किन दादा यहाँ आइस नि यार हजुर पनि एक्लै हेर न हिरो कपिल दा कपिल दुईजना साथी यिनीहरू खतरा साथी क्या दुईजना चिक्सीहरू क्या दुईजना बट्टु काका अस्ति पनि खतरा नाच्दै लाइनहरू छ न हुन्छ टोइलेट ढक्क मान्छे आयो आमा आहा प्याके खिचेर मारे अब ए म हजुरसँग कुरा गरेँ कति राम्रो मम्मी बाबा छोरा हेर्छौँ के हो मम्मी नै हेर्छ भन्नु छोरे ल खिच्दै हुनुहुन्छ भाउजू आमा पनि हेर्छौँ सधैँ मम्मीले यस्तो हँसाइदिनु भएको मम्मीको देखिएन मम्मी के यसरी देखिन्छ मम्मी हेर्छ बट छोरा नै हेर्छौँ सर ए सुन सबजना आफ्नो पोज्दै बस्नु भयो सबले आफ्नै बोज्ने यता पनि पूजा गरेर दिइरहेको छैन म यहाँ भ्लग बनाउँदैछु पुरै बिहान भएको देखि पनि नदेखि जस्तो गरिदिनु भयो तर कस्तो मैले तैँलाई देखिरहेको थिएँ तैँ सुइसिता लानु भएर मैले बोला देख्नु खानु भएपछि
कतिको जानु ब्याङ्कलाई ठ्याक्कै कति पछि भेटेको क्या नदेखिरहेको दाइले त अनि मैले देखेर बोलाएको काका हेर्छ न हाम्रो काका ल काका के अरे सिजनलाई के भन्न चाहनुहुन्छ ल यहीँबाट भन्छ त्यो त उयो क्याउ कसले जित्छ बालेनले कि उसले केटीले म भन्छु तपाईँ जित्ने ल के बिगार मैले जित्छु काका पनि असल लाइन छ क्या यहाँ ल ट्याक्कै बाहिर गएर एकछिन सर यता हेर्छ त ल आजलाई भेट भयो होला अस्ति पनि भेट भएको थिएन आज पनि धेरै पछि भेट भयो समय हामी त चाँडै आएको ढिला आयो क्या अस्ति पनि चाहिँ अहिले पनि ल खाइरहेको छ हक्क अनि अघि राजीव भाइले क्या दाइ भिडियो नखिच्ने भिडियो भनेर भन्दा क्या मलाई पुरा त दाइ खोइ मलाई भ्लग हाल्नु पर्दैन भनिरहेको थियो काले भाइ हाम्रो गिटार ल्याउनु पर्यो क्या नाच्नलाई सिजनले फेरि अगाडि फेरि डल्ला लाएर प्रोजेक्टरमा चाहिँ सिजन अब म चाहिँ ढ्याक्कै निक्लिनु सिजन नै अब त सबजनासँग भेट्दैछ म त साथीसँग बाइकमा आएको भएर पनि अब त्यहाँहरू बसिरहेको चाहिँ ढिला जाने भनेर भन्छ अनि त्यो भएर म त साथी लिएर आएको बाइकमा त्यसो भएर साथीसँग लाग्यो ल भाइ काल गग्ला न किन अघि त राति भएर चाहिँ कालो किन झिक्दैन ए मेरो त्यो भित्रबाट सबै देख्छु क्या देख्छु कालो चस्मा अब गयौँ हामी चाहिँ यसो नाच्नु भयो होइन कतिन्जेल मजा आयो डाङ सबजना नाच्नु भएको क्या मैले हालिहाल्छु हजुरले हेरिहाल्नुहुन्छ होइन एकछिन अब गयौँ हामी पार्किङ ढक्का छौँ जान्छौँ हामी हस्त गाइज अब हजुरहरूलाई म अर्को भिडियोमा भेट्छु ओके गुड नाइट प्लिज सब्सक्राइब